नमस्कार फ्याबुलो सबैमा प्रणाम। हामी दुईजना म र मेरो स्वामीजी पारी माइत पारी होइन हौ, यता हामी त वारी आइसक्यौँ। मङमाया खोला तरेर अघि देखाउन पाएन हो, बुढीले फोन बोक्नु भएको थियो। अनि यहाँ पेसोक चियापत्ती बगान पत्ती पलाइरहेको रहेछ है। रोड क्या त नयाँ रोड यहाँ हाम्रो खोलादेखि आएको छ नि त, यता पेसोकपट्टिको यता यी पत्तीहरू पलाइरहेछ है, रमाइलो भइरहेछ है। अनि गाडीमा जानुभन्दा चाहिँ पैदल यात्रा गरेको चाहिँ पुरा मनपर्छ मलाई कि पसिना बगाउनु मनपर्छ नि त। हामी पहिला दाउरा घाँस यतै गर्थ्यौँ है। अनि साथी सङ्गीसँग आएर यसो दाउरा घाँसहरू गर्थ्यौँ है। फुलमा लिकमलहरू यहाँ तल जङ्गलबाट लान्थ्यौँ हामीले है। यहाँ पारी देख्दै गरेको चाहिँ हाम्रो घरहरू है, हाम्रो गाउँले हाम्रो मङमायाको हाम्रो घरहरू है, सबै हाम्रो गाउँ छिमेकीको घरहरू देख्दैछ है। हट हाउसहरू, ग्रिन हाउसहरू राम्रो देखिरहेछ। यता पेसोकबाट चाहिँ पारी देखाउँदैछु हजुरहरूलाई, हेर्नुहोस् है कस्तो लाग्छ है। यसरी पैदल यात्रा गर्दा चाहिँ एक रमाइलो फिल आउँदो रहेछ है। रमाइलो क्या त, भित्रबाट कस्तो रमाइलो लाग्छ आफ्नो माइत गाउँ जाँदाखेरि क्या। अब हिँडेको पनि महसुस हुँदैन है, थाकेको पनि महसुस हुँदैन रहेछ। हेर्नु नि, हामी पहिला पिकनिकहरू खेल्थ्यौँ है। पिकनिक भन्थेनौँ, हामी चाहिँ पहिला बनभात खान्थ्यौँ है, बनभात भन्थ्यो। यतैतिर खान्थ्यौँ हामी मसिनो हुँदाखेरि है। एउटै कलरको जामा चप्ली ग्ल्याक्सी चप्लीहरू लगाएर क्या त, कस्तो रमाइलो हुन्थ्यो त्यति बेला। मङ्सिर महिनामा हामी चाहिँ बनभात खानु चाहिँ यहीँ ठाउँतिर आउँथ्यो है। यस्तो बाटो थिएन, सानो रोड थियो नि त, रोड पनि होइन हौ, बाटो क्या त। मान्छे उयो नि कुल्ली कमानको दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्थ्यो, यहाँ पत्ती टिप्नुहुन्थ्यो। रमाइलो, यहाँ झोडीहरू थिएन नि। अहिले त झोडीहरूले पुरा कमान बन्द भएकोदेखि चाहिँ झोडीले खायो चियापत्ती बगानहरू पनि। र पनि बिचारा दाजुभाइहरू आएर सफा गरेर अलिअलि चाहिँ कमाउनु हुँदैछ। आफ्नो आफ्नो एरिया चाहिँ राम्रो गर्नुभएको छ है। काँचो पत्तीहरू टिपेर उनीहरूले सप्लाई गर्नुहुन्छ है। आफ्नो मेहनत चाहिँ अब उनीहरूले छोडेको छैन है। अब मेहनत त अब गर्नुपर्छ होइन। चियापत्ती बगान अब त्यसै गाडीले छोप्दा पनि अब राम्रो देख्दैन नि त है। अब झन् रोड आएको छ, यो पहिला सबै जङ्गलै जङ्गल, हामीलाई एक्लै हिँड्नु पनि डरसरी हुन्थ्यो। हामी माइत घरमा जाँदाखेरि एकजना साथी चाहिँ लिएरै जानु पर्थ्यो। यहाँनिर चितुवाहरू है लाग्थ्यो, अजिङ्गरहरू पनि छ नि त यो ठाउँमा चाहिँ। अजिङ्गर यो उँभोतिर चाहिँ पुरा हुन्छ, अन्त डर लाग्छ एक्लै हामी केटीहरू हिँड्नु चाहिँ। हामी आमाहरूलाई चाहिँ अलिक डरै हुँदो रहेछ हौ जङ्गल हिँड्दाखेरि। अनि रोडमा त पानी पनि निस्केछ। रोड त अब ठुलो हाइवे रोड नै अब भएको छ होइन। पछि पछि अब यो रोड अब राम्रो हुँदै जान्छ होला है। सरकारले त राम्रो गरिदिनु भएको छ होइन। यहाँ कन्ट्र्याक्टर दाजुभाइहरूले चाहिँ अलिकति कामहरू अलिकति ढिलो गरेको जस्तो लाग्दैछ है। र पनि अब उनीहरूले कोसिस त गर्दैछ। अब यतिको त अब गरेकै हो नि, अब गरिदिनु भएकै छ नि। अब कता हो कता नि, अब पहिलाको भन्दा त हामीलाई कताको त सुविस्ता होइन। अलिकति खोलामा मात्रै असुविस्ता छ कि त्यहाँनिर अब ब्रिज चाहिँ सानो छ नि त। पहिला अब मान्छे हिँड्नुको लागि मात्रै बनाइदिएको थियो होइन। अहिले चाहिँ अब र पनि सानोतिनो स्कुटीहरू फोर व्हिल भएको यस्तो पिकअपहरू चाहिँ छिर्दो रहेछ हौ। अन्त त्यहाँनिर चाहिँ अब त्यो सानो खोल्साको पानीहरू चाहिँ अब सही ठाउँमा चाहिँ लाउनु सकेको छैन है। अब ब्रिज बनिन्छ होला, ब्रिज बनेपछि अब नालीहरू त्यो खनेर अब नालीतिर हाल्ने गर्छ होला त्यस्तो कामहरू है। अहिले साह्रै लेबरहरू पनि छैन, अहिले सबै घर घरमा
गएको होला हो। अहिले फेरि अब कहिलेदेखि काम चालु हुन्छ है। यो चाहिँ यता हात्तीबार भन्ने जग्गा यहाँनिर चाहिँ सखुवा पुरा हुन्थ्यो होइन। सखुवा त सबै सकेछ। सखुवा त अब यो दाजुभाइहरूले सबै दाउराको लागि काटेको होला है। राम्रो भएर बाटो छ्याङछुङ भयो हो। ल यति भन्दै अब मेरो सानो भिडियो सानोभन्दा पनि निकै लामो हुन गइरहेछ। मेरो स्वामीज्यू अगाडि हिँड्नुहुँदैछ। हिँडेर जाउँ भन्नुभयो नि त। अन्त अब हिँडिरहेको बाटो कहाँ गाडीमा जानु, तल टिस्टाबाट जानुपर्छ घुमेर गाडीमा गयो भने कि माथि डोङबस्ती भएर जानुपर्छ नि त। अन्त गाडीमा हुँदा एकछिनमा गयो, एकछिनमा फर्किहाल्नुपर्छ हो। अन्त हिँडेर गयो भने यसो थकाइ पनि मेट्न पाइन्छ माथि घरमा गएर हो। चिया पानीहरू गरेर है बिस्तारै अब बसेर बातचित गरेर फर्किनु पाइन्छ नि त। अन्त यहाँ पारि चाहिँ यता चाहिँ घरहरू देखिन्छ, भर्खर घरहरू भेट्दैछ। हाम्रो सोल्टीहरूको घरहरू आइपुग्न आँट्यो। यहाँ घाँस दाउराहरू गर्दा कति रमाइलो हुन्थ्यो। अहिले चाहिँ बिहान बिहान मात्रै आउँछ होला हौ। दिउँसो त आउँदैन नि त। दिउँसो त अब बारीमा आफ्नो बारीमा कामहरू हुन्छ है। बिहान चाहिँ रमाइलो हुन्छ। हामी चाहिँ आउँदा निकै भयो नआएको घाँस दाउरामा है। अहिले बारीमै छ हाम्रो चाहिँ। बारीतिर अहिले पलाएको छ, बारीतिरै काट्छौँ है। हुन्छ यतिमा राख्दै। भिडियो कस्तो लाग्यो तपाईँहरूले लाइक सेयर गरिदिनुहोस् ल। मेरो भिडियोलाई तपाईँहरूले राम्ररी सेयर गरिदिनु होला। बाई बाई। घाम लागेर छाता ओढेको।